अहिले चाहिँ हामी गाइज होइन घरबाट निस्केको छौँ दाजुभाइ मात्र। अब हेरौँ कस्तो हुन्छ एक्सपिरियन्स। लेट्स सी है त गाइज। दाजुभाइ मात्रै युट्युबमा हाल्नुपर्छ दाइ। हेलो गाइज, हामी चाहिँ अहिले सामाकोसी आइसक्यो। वाइल्ड जाम भने वाइल्ड। गाइज हामी चाहिँ अहिले टोखा आइपुगेको छौँ होइन। टोखा टोखा यस्तो घामको लाइट कालो देखेको। त्यो कालो छैन है। म गाइज हो कि क्या हो। हामी चाहिँ अहिले शिवपुरीको उकालो चढ्दैछौँ। हामी चाहिँ ढलान रहेछ क्या यहाँ खै बाटो। फेरि आउनु त पहिला नै आइसक्यो हो है। फेरि आएछ खै कस्तो घामसाम नभएर कस्तो विरक्त लागिरहेको क्या। फेरि खै घामै छैन भने जहिले यस्तै हुन्छ भने यहाँ घामै देख्दैन भने। गाइज यार इन्जोय यार। अब यसो विचार गर्दा चाहिँ हामी चाहिँ एकैचोटि डाइरेक्ट वहीँ रिजोर्टमै गएर भेट हुनुपर्छ जस्तो लाग्यो मलाई चाहिँ है। होइन अब के यार यस्तो न केही छ न के देखाउने होइन। अहिले देखाउने ठाउँ पनि छैन। उहाँ गएर देखाउनु पर्छ है। हामी चाहिँ यहाँ यसो रेस्ट गर्न बसिरहेको। ढाडै दुख्यो भने होइन यसो रेस्ट गरिदिउँ त भनेर यसो रेस्ट गरिदिएको। बबाल ठाउँ रहेछ भने फेरि यहाँ होइन टक्क रोडको माथि बसेर होइन। के हो नि त शैली। यता पनि गएर हेरिदिनु कस्तो देख्दैछ। दामी देख्छ होला होइन। ठाउँै बबाल छ। टर्निङ रहेछ बबाल देख्नुहुन्छ त यहाँमा। बबाल छ गाइज यार ठाउँ त यार होइन। आलु पोखराको बोटमा बिचमा यहाँ फेरि होइन कस्तो मजाले उम्रिरहेको रहेछ भने फेरि यहाँ गाइज अहिले चाहिँ होइन कस्तो ढाँट दुखिरहेको छ भने पुरै अफरोड राम्रो बाटो पनि थियो। ठाउँमा अलिकति नराम्रो पनि थियो, धुलो पनि थियो। सबै पार गरेर आइपुग्यो होइन। अनि टक्क बेडमा ढल्किरहेको भने ढाड क्या दुखिरहेको छ। पुरै सुतिरहेको छु म त होइन यहाँ। ओ फेरि यहीँ होइन ठ्याक्कै यो बाल्कोनीबाट देख्छ स्विमिङ पुल। त्यहाँ खेलिरहेछ मान्छेहरू होइन। हल्ला आइरहेको होला त्यहाँबाट। देखिन्छ ल तपाईँलाई म स्विमिङ पुल। नजिकै रहेछ स्विमिङ पुल पनि। तर अहिले यहाँ स्विमिङ गर्ने अवस्थामै छैन। ढाड दुखेर भाइ पनि यहाँ लडिरहेछ ढाड दुखेर होइन। अब यहाँ ढाड दुखेर लडिरहेछौँ।
मच होस्